सबैजना नमस्ते। म बसन्त बसाल। अवश्य पनि सबैजना आराम हुन्छ होला। आज पनि नयाँ दिन नयाँ भिडियो लिएर फेरि पनि उपस्थित भइसकेको छु। पक्कै पनि पछाडिको भिडियो देख्न सक्नुहुन्छ होला। म अहिले गोर्खा जिल्लाको बारपाक एरियामा छु। पछाडिको भ्यू लहर्ने चिसो मौसम है। घाम लागेपछि यताको हावाको चिसोले गर्दाखेरि राम्रो बोली पनि आएको छैन होला। नाकफुल पुरै डुम्म भइरहेको छ। मेरो बुढी अनि मेरो बाबु हेलो भन्दै नमस्ते भन्दै। हेलो नमस्ते। ल हेर्नु साथीहरू, गोर्खाको बारपाक उत्तरी क्षेत्रमा हिमाली क्षेत्रमा रहेको गोर्खा बारपाक कस्तो मजाको बस्ती, जुन बस्ती। कस्तो राम्रो बस्ती छ है। चिसो सर हावा चलिरहेछ है। एकदम टपमा छौँ हामीहरू यति बेला। यति ठुलो यति अग्लो डाँडामा पनि यस्तो राम्रो बस्तीहरू बनाइएको छ। सब यो भूकम्पपछि बनाएका घरहरू हुन्। यहाँ आउनको लागि एकदम गाह्रो भयो हामीलाई है। पुरा अफरोडहरू बाइकमा झर्दै चढ्दै अब्स्टेकलहरू पार गर्दै यो ठाउँमा आएका छौँ हामीहरू। जमा त फुल टिप्ने आएको छ। गोर्खाको बारपाक लारपाकमा हिमाली क्षेत्रमा रहेको फुलहरू एकदम मन पर्यो अरे। के देखेर लाउने फोटो खिच्ने अट्छ के अहिले अटाउने बनाउँदैछु त। यहाँ अटेकै बनेकै छैन अनि बन्छ नि पखान एकछिन अबे कति राम्रो देखियो गाडी। तिमी पनि देखिन्छौ ए त्यही बस्दा अबे कस्तो राम्रो देखियो। बाउले बल्ल जिन्दगीमा आज राम्रो ए मम्मीले राम्रो भन्दा नटी हुनुपर्छ। ल टाउकोमा लाउने क्राउन बनाएको ल लगाउनु त फेरि लाउने चाहिँ पखानु बनेकै छैन, पुगेकै छैन। कस्तो राम्रो फुल है। यसको क्राउन हो कि सिरपेच के बनाउने अरे। यो यही फुलबाट बनाएको मस्त फुलहरू। आजको मौसम पनि राम्रो छ। ठ्याक्क मौसम पनि राम्रो भयो होला यो चाहिँ घुम्न। गर्मी बचाउने मौसम राम्रो। के रे बेबी? गर्मी बचाउने मौसम राम्रो। चिसो हावा आइरहेको नि तिमीलाई? सानो भयो चाहिँ भन्नै गर्दैन। त बल्ल चेन खोलेर बाक्लो बुन्ने त एबे ये वाउ कस्तो राम्रो सानो सानोहरू यति लिएर बनाए भए यो कति राम्रो बन्थ्यो। ठुल्ठुलो चुँड्यो नि त। ल जा यस्तो हो कि यस्तो गोरु हैन राम्रो चिसो हावा आइरहेको छ मस्त है। छातीमै छुनी तरिकाले हावा। पारिबाट भ्यू टावर रहेछ। अब त्यहाँ पनि जानुपर्छ भ्यू टावरमा। गोर्खा के गीत अरे? गोर्खाको डाँडैमा हावा सरर भन्ने गीत होइन? एकदम फेमस गीत। गोर्खा जिल्लाको बारपाक यो देख्नेको बस्ती छ नि सबैहरू। सब गुरुङ र तामाङको मात्र बस्तीको छ। यहाँ सब गुरुङ र तामाङ मात्रै छन् यहाँ यो एरियामा। माथि त्यो माथि डाँडाहरूमा लेकमा माथि डाँडामा बस्तीहरू छ। अब मेरो क्यामेराको क्वालिटी राम्रो नभएको कारणले चाहिँ देखाउन सकिनँ है। त्यो माथि पुरै डाँडाहरूमा चाहिँ पुरै बस्ती छ कि। बारपाक बजारदेखि थोरै माथिपट्टि एउटा ठुलो पार्क बनाइएको रहेछ। पक्कै पनि देख्न सक्नुहुन्छ यो पार्क। पछाडिपट्टिको यो पुरा पार्क जहाँ चाहिँ 2015 अर्थात् 2072 सालमा जुन भूकम्प गएको थियो ज्यान गुमाउनेहरूको स्मृतिमा सम्झनामा एउटा पार्क बनाइएको रहेछ। पक्कै पनि देख्न सक्नुहुन्छ। 2015 4/25 11:56 जाँदाखेरि जुन शनिबारको दिन थियो
त्यो समयमा गोर्खा जिल्लाको बारपाक एक केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। त्यसकै स्मृतिमा त्यसको सम्झनामा ज्यान गुमाउनेहरूको सम्झनामा स्मृतिमा जुन पार्क बनाइएको रहेछ देख्न सक्नुहुन्छ। गोर्खा बारपाकमा गोर्खा मृतक सङ्ख्या 490 जना। जुन समयमा 490 जनाहरूको मृत्यु भएको थियो। पक्कै पनि नाम देख्न सक्नुहुन्छ। यसरी शिलालेखमा नामहरू लेखिएको छ। हजुर खिचे आमाले हामीलाई पनि नखिच्नु भन्नुहुन्छ। जाम जाम नजाने माथि उता उसमा भ्यू टावरमा यो त त्यही शहीदको स्मृति त होला हैन, शहीदको सम्झनामा बनाएको। भूकम्पमा जुन मृतक सङ्ख्याहरू छन् 490 जना, उहाँहरूको शहीद स्मृतिको सम्झनामा यसरी पार्कहरू बनाएको रहेछ। अब एउटै कुरा कति भन्ने है, यता मन्दिर पनि रहेछ। सायद यो कुल पूजा गर्ने मन्दिर होला सायद। अब हामी उति परको भ्यू टावरमा जान्छौँ। भ्यूबाट अर्को भ्यू टावरमा गएर अर्को भ्यू देखाउने छु मैले है त। भएन जान होइन माथि भ्यू छ नि त। माथि यहाँ लाइटहरू छ टक्क टपमा भएर यहाँको ठक्क मेरो मोबाइलमा पनि भिडियो राम्रो आइरहेको छ। त्यतिबाट आएको हामी बाबाले बिर्सिनु भयो अरे त्यति। गोर्खाको डाँडैमा हावा सरर जता छ मेरो माया उतै नजा भन्ने गीत सुन्नुभएको होला। ठ्याक्कै याद आयो है। हजुर पनि भिडियो मार्फत इन्जोय गर्नु होला, हेर्नु होला है। अवलोकन अब पक्कै पनि भिडियो मार्फत हेरेर अब धारा बना ल हेर्नु साथीहरू कस्तो मजाको धारा बनाएको है यो यहाँनिर। जाम त्यहाँ जाम है त। आउनुहोस् आउनुहोस्। चिसो चिसो हिमाली क्षेत्रको चिसो चिसो पानी होइन। यहाँ मन्दिर रक्षा गर्नु मन्दिर, रक्षा गर्नु भगवान्। हो गुड गुड। अरे आउनुहोस्। ए घन्टी बजाउनुहुन्छ ल, घन्टी बजाउनु। टाङ्कोरी घन्टी बजाऊ ल, घन्टी बजाऊ। सुन्यौ ऊ त घन्टी बजाऊ घन्टी। खै त ल के गयो ढुङ्गाको कि काठको हो? काठ हो। ढुङ्गा हो काठको नि बनाएको है। बाबा अहिले त बिग्रे होइन, नबिगार है।
बाबु भिज्छ नाना नभिजाऊ कति चिसो रहेछ मिठो छ पानी यसले टिका सबै बिगाएर पुगिदिनु नोटिस हो क्या मिठो छ पानी भन्दै खाँदै ल यो भगवानको मूर्ति बनाएको है सबै यो बाज हो बाज यो बाज अनि के बोल्यो के हो खै हेर्नु न के बनेछ कि माछा माछा यो माछा बाज के हुन्छ यो भगवानका कुराहरू त खासै थाहा त छैन जानिँदै त पानी चिसो छ साथीहरू ल हजुर पुलिस गोर्खा बारपक्को पानी हेर्नु त ल ल ल छोरालाई नि मिठो लाग्यो अरे मिठो लाग्छ नि अब खोकी लाग्छ ल हिँड उतैबाट ल हिँड बे भात खाएन तिमीले अनि खाना खाएर आएको होइन र हामी नक्कली होइन बाबुले कति बेला खाने हो भन्छ नास्ता बाबुले अब भ्यू टावरमा जाउँ है त भ्यू टावरमा आयो है भ्यू टावरमा आयो हामी माथि जान्छ होला नि बाबु पख तिमी नोटी भइसौ गाई गोठहरू त होला है त्यो डाँडा डाँडामा माथि त्यहाँ बस्छन् कि सिजन अनुसार सिजनमा त्यही छ नि त्यो माथिबाट त गाई गोठै होला हौ यतातिर नि ठाउँ तिनीहरू नि गाई गोठै होला पारिपट्टि क्यामेराको फोकस खासै राम्रो छैन साथीहरू यो भेगमा ठाउँ ठाउँमा टप टपमा बिचबिचमा गाई गोठहरू है वस्तु पालन गर्ने सिजन अनुसार यहाँका मान्छे अब 6 महिना 1 वर्ष कति बस्ने हो अब 6 महिना 1 वर्ष कति बस्ने हो जस बिचबिचमा देख्न सक्नुहुन्छ गाई गोठहरू बनाइएको छ के को टावर हो यो स्कुल है एनटिसिएनसियल के हो अब मोबाइलको टावर होला अघि हामी गएको ठाउँ त्यहाँ पुगेको हामी अलि माथि चियान डाँडा रहेछ म गइसकेको छु माथि मैले देखेको थिएँ कि हो त्यहाँबाट यसरी उकालेको त चियान डाँडा होइन गुरुङ मगर होइन गुरुङको चियान डाँडा माथि त्यो योनिर ल भ्यू टावरमा ओहो फोटोकै यादतिर छ मान्छेलाई हुन त मलाई पनि भिडियोको यादतिर छ होइन अब भ्यू टावरबाट गोर्खा बारपाकको भ्यू हेर्नुहोस् है त ल हेर्नुहोस् त साथीहरू चौकी कहाँनिर अरे अलिकति बाटोबाट यसो झरे जस्तो मान्थेँ कि मैले अस्ति नै पनि यो माथिल्लो बाटोबाट यसो झरेको थिएँ कि त्यो घटना घटेर त्यहाँ चौकीमा जाँदा पनि ऊ देखिएको ओहो खेत त खाली छैन कि होइन सब कोदो होला है दाइ सब कोदो रोपेको होइन भत्सेको हो त पारीको गाउँ भत्सेको भन्छ अरे त्यता पारी भत्से कुन हो डाँडाको त्यो हो भत्से कुन चाहिँ दाइ तलतिर सिराम चौक माथि चाहिँ सिराम डाँडा बाबु हेर त अहिले यो बिचमा मेलिङ भन्छ अनि भन्छ यो सानो गाउँ चाहिँ बागपुर हो यो धौसरा हो त्यसको पछाडि दुर्दी हो माथि यिनी पाएर यिनी सब गोठहरूको बस्ती हो
मान्छेहरू चाहिँ एउटा दुईवटा गाईहरू बाख्राहरू पाल्दै बसेको त्यति पनि गर्ने होइन माथि डाँडामा नि त छ नि अरू माथिको चाहिँ के अरे गोठहरू हो गोठै हो चाहिँ त्यस्तो एक्लो एक्लो भएको त माथि उता चाहिँ के अरे एबी सेन्टर टावर देखेको छ नि पहिला नै के अरे यहाँ हिउँ त पर्दैन हिउँ पर्छ हिउँ पर्छ हो है के अरे कहिले कसो पर्छ कहिले साल पर्दैन यो साल चाहिँ पर्छ यो गाउँभन्दा अलिक माथि ऊ त्यहाँ के अरे मनी देखिन्छ नि न माथि सेतो मन्दिर त्यहाँदेखि मात्रै आयो त्यहाँदेखि त्यतिकै ए है पाउन्ड चाहिँ त भइसक्यो यहाँ अस्ति कहिले कसो त अनि कहिले साल त योभन्दा ऊ तलसँगै पर्छ नि यो त्यो मौसमको हिसाबले पोखरी हो यही बारपाक गाडी छ बारपाकै हो वहाँ तलबाटी आउँदा देखेको अघि नै डाँडामा जस्तो लाग्यो अहिले तलदेखि पहिला एक नम्बर हो अहिले के अरे यहाँ अस्ति नै यहाँ जङ्गलमा मान्छे मारेको थियो नि त्यो कहाँ हो त्यो ओ यो त्यो माथि बादल छैन त्यो उताबाट छ ऊ माथिपट्टि यतै पो हो त्यो भूकम्पपछि बनाएको घरहरू थियो नि टन्ने कता हो त फेरि हजुर भूकम्पपछि बनाएको घरहरू यता लारपाकमा ओ यो मम्जै डाँडा हो त्यो डाँडा छ उखालै छ होइन त्यहाँबाट तेर्सै जानुपर्छ अलिक ओह्रालो झर्नुपर्छ त्यहीँ को टाइम लाग्छ त्यहाँ जानलाई त्यहाँ त के अनि त्यही 1 घन्टा बाइकमा त्यही अनि पाउने घन्टा 1 घन्टा लाग्छ बाटो कच्ची बाटो त होला नि कच्ची बाटो त होला नि कच्ची बाटो अप्ठ्यारो छ होला है अहिले खोइ कुनै सब घरि गरेन बाइकहरू त जान्छ बर्खाभरि ल ठिक छ गोर्खा बारपाक कस्तो राम्रो बस्ती रहेछ के मलाई त्यो गोर्खा बजार भन्दा पनि राम्रो लाग्यो ट्रेन घरि उताबाट दुईटा कालो घर देखेछ नि न उता हजुर हजुर हो त्यहाँ पनि होटल हो ए त्यहाँ बसेर यता सबै देख्छ फेरि हामी त्यो उससम्म त पुग्यौँ हो त गाडीहरू राखेको सम्म पुग्यौँ त्यहाँबाट यता एकदम राम्रो देख्दो रहेछ त्योभन्दा माथि कालो घर दुईटा देखेछ त्यो पनि होटल हो होटल ए ऊ त माथिपट्टिको कालो घर त्यो होटल हो कवि सबै खान जाने के गर्ने के बिहान बिहान नास्ता सब पाइन्छ पाइन्छ त्यहाँबाट अनि बसेर सबै यता फेरि बाटो यो बस्ती सबै देख्छ कि त्यता त्यो पाखाबाट राम्रो देख्दो रहेछ यता पाखा त बाक्लो रहेछ के यो त पहिला यो त नि पुरानो बस्ती हो सबभन्दा सबै झर्ना हेर्नु है त पहिला अनि यो पुरानो बस्ती हो यता त बन्दै रहेछ के अझै सोलबा गाउँमा त्यही 5-6 वटा घर मात्रै त्यो बिचमा थियो पहिला पुरानो है अहिले त यता ठाउँ छैन सबै उता दाजुभाइ सर बाँडेपछि त ठाउँ नभए सब गुरुङ बस्थे गुरुङ बस्यो गुरुङ र गाले हो झर्ना त कति हो कतिले हेर्नु त झर्ना पारे बजार भन्दा पनि रमाइलो भयो त बजार सदरमुकाम के छ र यो राम्रो छ अहिले धेरै गोठहरू चाहिँ माथि छ अहिले गोठ मैसी गर्दा यहाँको मान्छेहरू जानुहुन्छ कि जानुहुन्न माथि गोठतिर जान्छ नि जानुहुन्छ है कतातिर हुन्छ हजुरहरूको फेरि यतातिर यता पनि जानुहुन्छ यता पनि जानुहुन्छ यो घरलाई ढाइछ नि दर्चै डाँडा त्यहाँ पुग्छ अनि हाम्रो बारपाकको अनि गोठ के डाँडा रे दर्चै डाँडा धार्चे अनि कोही त यो धार्चे भन्ने थियो तर कोही त यता के अरे यो नागपोखरी होइन जान्छ अनि धेरै गोठ चाहिँ धेरै जान्छ नागपोखरी भन्ने यता पर्छ बादललाई ठ्याक्कै ढाकेछ नत्र त्यो पोखरीको नि के अरे यताबाट चाहिँ यस्तै नि झरना जस्तो होइन पानी आइरहेको देख्छ कि उता चाहिँ के अरे पोखरी छ त्यो पोखरीको अनि देखिन्छ है देखिन्छ यहाँबाट त्यहीँबाट झरे पानी त होला नि त्यो झरनाहरू त्यो त होइन होइन यो त यताबाट त्यो त कहाँ माथि नै छ नि त्यो म बादलले ढाकेर पो हो त हिमालको छेउमै छ त्यो त ल ठिक छ त हजुरको घर हाम्रो गुल्मी जिल्ला आएको क्या ए गुल्मीबाट आएको ल दाइ है त धन्यवाद है ल आउँछौँ अन्त राम्रो खिच्दैन तपाईँ अघि नै त कस्तो राम्रो फोटो खिचेको त अब घुमफिर गऱ्यो सबै घुमायो फेरि अब फोटो राम्रो आउन चित्त बुझ्दैन यत्रो बेर घुम्यो फिरियो है अब लास्टमा अब चित्तै बुझेन लास्टमा अब जाम ओहो कता हो लुङ्गी लाएर ओहो लाएर रातो गालो बनाएर लुङ्गी लाएर लहर
जाडा मलाई के को आमा यो ओटे यो के को यो भेटाको उन भेडाको उन है ए तपाईँले आफैले बनाउनु भएको यो उन हजुर आफै बनाउँछु कता हो बाबु मेरो घर गुल्मी आमा गुल्मी तिलो त ए कस्तो मजा अरस लाग्नु भएको है हजुर बस्ने हो कि फर्किनु हो हामी तल चनौटे बसेको आमा ए त्यहाँ त्यहाँ गएर बस्छौँ हामी चनौटे तपाईँले भेडा पनि पाल्नुहुन्छ गोठमा होला है यहीँ छ ए भेडा आइसक्यो उता भन्दा भन्दा ठुलो गोठ माथिले गएर छ अहिले किन्नुपर्छ यो त्यस्तै भेडा त मजाले मकै राख्नु भएको है के भन्छ मेरो आमा हजुर यसलाई के भन्छ यो उसलाई यो भाकरी भन्छ ए भकारी भाकरीमा राखेको कस्तो मजाले अडेस लानु भएको आमाले त बट्टी टक्क खुट्टा त तन्काएर होइन यो को टाइम लाग्छ होला थुप्रै टाइम लाग्छ होला बनाउनु त धेरै समय लाग्छ 15-16 दिन लाग्छ है त लेकतिर पनि बस्नुहुन्छ होला है हजुर ल है आमा लाग्यौँ है आमा ल अब नास्ता खाउँ अब भात त खाएर आएको के अब नास्ता खाने यो कुन नास्ता तिमीले के खान मन लाग्छ तिमीलाई माम खान मन लाग्छ अनि के खान्छौ ल भन त ल खाने माम खाने अब ल अब होटलमा गएर भेटौँ होला अब नास्ता सास्ता गर्नु पर्यो भोक पनि लाग्यो है घुमफिर धेरै गरियो अब सिधै होटलमा गएर भेटौँला है त कति गर्नु है कुर्ची फलाम कुर्ची ल अब हामीले नास्ता खाने है नास्ता अर्डर भइसकेको छ हाम्रो होइन ससिस समोसा आलु चप चाउमिन स्प्राइट ड्यु आइसकेको छ अब के भयो के गयो त्यसै भन्नु न खानेकुरालाई घाँसको जस्तै जुस घाँटी प्यास लाग्यो बेला होइन अन्त चेस चामल किलो नहाल्नु खानै सक्दैन ल समोसा चट्ट अचारमा डोबेर अनि खाइसकेको थिएन एउटा भ्याउन लगाइसक्यो देवल के खाइछ अरे ससेज ओके ल खाऊ त ल एबे तिमी त मङ्की जस्तो हो यहाँ मङ्की जस्तो नराख है ल साथीहरू यस गरौँ भन्दा भन्दा चिसो सार्यो कि स्यारो अब हामी चाहिँ फर्किन लाग्यो गोर्खा बारपाकलाई बाई बाई भन्दै होला बेबी भन्दैनौ अब फर्किने बेला चाहिँ चिसो चिसो हुन्छ है अब 4 बजिसक्यो 4 साढे 4 5 बज्न लागिसकेछ अब चिसो हुन्छ मौसम पनि ल अब जाउँ है त ल गोर्खा बजारलाई गोर्खा बारपाकको बजार है
बाई बाई गरेर बिस्तारै बाटोको भ्यूहरू अब ल्याउँला है त। बाटोमा फर्किँदै थिएँ, फर्किनु ठ्याक्कै यता भेडा होइन, भेडा देखियो। स्मल पनि सानो पनि रहेछ होइन, भेडा कस्तो मजाले। भेडाको मुनि के स्मल छ। ब्ल्याक सिप भेडा बडीमा भएको त भुत्लालाई उन भन्छ। उल थाहा छ तिमीलाई? उल ब्ल्याक सिप हैव यू एनी उल एसर 3 ब्याग फुल हो। भेडा बाटोमा फर्किने क्रममा ठ्याक्कै झर्ना देखियो। ओहो मस्त चिसो हावा। ठ्याक्क झर्नामा इन्द्रेणी परेको छ साथीहरू। इन्द्रेणी झर्नाको बिचमा ठ्याक्कै इन्द्रेणी परेको छ। यो देख्न सक्नुहुन्छ सागसब्जी हो यहाँबाट यस्तो लाएर इन्द्रेणी परेको। मजा आयो। मजा आयो। अब त्यो पनि भिडियो मार्फत इन्जोय गर्नु होला, अवलोकन गर्नु होला। गोर्खा जिल्लामा रहेको बारपाकमा रहेको झर्ना, भाइरल झर्ना यही हो साथी। के हो त नाम भाइरल झर्नाको? थाहा नाम त थाहा छैन। अब चलाउँछु झर्ना। 1 hour later. अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट छरिदिनु होला। अवश्य पनि गोर्खाको बारपाक भन्ने ठाउँहरू अवलोकन गर्नुभएकोलाई देख्नुभएको होला अवश्य पनि भिडियो मार्फत। अब नयाँ दिन नयाँ भिडियोले फेरि उपस्थित हुनेछु। तबसम्मको लागि नमस्ते।